ओम तत्सत ओम तत्सत ओम तत्सत ओम तत्सत ओम तत्सत। हामीले नमस्कार गर्नु मिल्दैन, अभिवादन गर्नु मिल्दैन। यसलाई अप्ठ्यारो दुःख परेको छ। एउटा आमालाई मात्र दुःख परेको होइन, सबै आमालाई, नेपाल आमालाई दुःख परेको छ। तर दुःख पर्यो भनेर हामीले गुनासो पनि होइन, हामी खुसीको र्याली पनि होइन, दुःखको र्याली पनि होइन। जुन आन्दोलन जुन दरिद्रपन थियो सरकार, नेपाल सरकारप्रति, जुन भुइँ मान्छेलाई नचिन्दाखेरिको आज यो दरिद्रपन हो, जसले गर्दाखेरि एक नेपाल आमाले जन्माएको पुत्र साहस, जसले गर्दाखेरि आज सुदन गुरुङले यो ऐतिहासिक रचनालाई जुन सफल भएको छ, कसैले पनि निन्दा नगरौँ। हिजोको बच्चाले राजनीतिक सेक्टरबाट आएको होइन, नेपाल दुखेको छ, नेपाल आमा रोएको छ भन्ने उसले एउटा आवाज मात्रै बुझ्यो र उसका दुईटा माग मात्रै राख्दाखेरि यहाँसम्मको दुःख, चुनौती, कष्ट सफलतासम्म भएको छ। त्यसले गर्दाखेरि निन्दा नगरौँ, एउटा ऐतिहासिक लेख्न सफल भएका छ र भोलिको शहीद परिवारलाई हामी सबैले हातेमालो गरेर हामीले अन्त्येष्टि गरौँ। र जुन हामीले भनिराख्नु पर्दाखेरि यो देश भनेको पुरुष प्रधान देश हो। आज मेरो पुत्रले नेपाल आमालाई जिम्मा लगाएको छ यो देश, तर नेपाल आमाले दारू पनि अब कसरी चलाउनुहुन्छ भन्ने कुरा हामीलाई पिर छ। हामीलाई गौरव छ नेपाल आमाप्रति यो सत्ता हस्तान्तरण जाँदाखेरि। तर उहाँले पक्कै पनि आम जनतालाई, भुइँ मान्छेलाई पक्कै पनि र उहाँको मुद्दालाई उठाएर, सबै शहीदप्रतिको मुद्दालाई लिएर विकास, सुशासन, समृद्धि र गरेका आयोजकका लिडरहरूलाई कुनै पनि घटना नघटोस्, ससम्म सायद अगाडि लैजानु हुन म हाम्रो अग्रज सुशीला कार्कीजीलाई पनि भन्न चाहन्छु। र विगतलाई सम्झिने होइन, अहिलेको आफ्टर टुडे र भविष्यलाई सम्झेर अघि बढाउन म उहाँलाई पनि अनुरोध गर्दछु। र जुन सुदन भाइ अहिले हडबडाइराख्नु भएको छ, किनभने उहाँ राजनीतिक सेक्टरबाट आउनुभएको होइन। बिचरा उहाँले यो राजनीतिको शैली नथाहा पाएर जुन हडबडाएर बोलिराख्नु भएको छ। जुन हिजो रिपोर्टर्स क्लबमा जुन एउटा झडझपट भयो, त्यसको हामी घोर निन्दा गर्छौँ। र काम गर्दै जाँदाखेरि राम्रा नराम्रा हुन्छ, नराम्रा छन् भने हामी अभिभावकले सच्याएर अघि लानुपर्छ। कसैले पनि र जति पनि लुटपाट गर्यो भनेर जुन नेपाल सरकारले अहिले जनतालाई समाउने काम गरिएको छ नि सरकार, त्यो गलत कुरा हो। त्यो तपाईँले नेपाल आमालाई नचिन्दा, नेपाल आमालाई दरिद्रपन बनाउँदाखेरि त्यो भुइँ मान्छेको र ठुलो मान्छेको एउटै आत्मा रहेछ भनेर बुझ्नुहोस्। त्यो आत्मालाई भुइँ मान्छे र ठुलो मान्छेले पनि खाना खोज्दो रहेछ, राम्रै ठाउँमा सुत्दो रहेछ, सुत्न खोज्दो रहेछ भने हजुरले बुझ्नु होला। र हतियार, चोर